नमस्ते साथीहरू, रमिलामिश्र.com मा यहाँहरूलाई स्वागत छ। आज चाहिँ मैले हामी नेपालीहरूलाई एकदमै मनपर्ने छिटो मिठो गुन्द्रुकको अचारको रेसिपी लिएर आएको छु। यहाँ मैले अलिकति गुन्द्रुकलाई ठिक्क पारेँ अनि मैले पानी नर्मल पानी राखेर एकछिन भिजाउन छोडिदिएँ। त्यही समयमा मैले यता टमाटरलाई पोलेर ठिक्क पारेँ। तपाईँहरूले बोइल गर्न पनि सक्नुहुन्छ, काँचै मनपर्छ भने काँचै पिस्न पनि सक्नुहुन्छ। यो डढेको बोक्रालाई निकालेर मैले यसलाई चपिङ गरेँ। यसलाई चाहिँ यतिकै हातले थिच्न पनि सकिन्छ। यो धेरै तातो थियो त्यसैले मैले काटेको। अब यसको भित्रको रसलाई गुदीलाई मैले निकालेँ। मलाई चाहिँ यो सबै एकैचोटि पिसेको भन्दा पनि यो भित्रको रसलाई निकालेर दाना दाना सबै रस बाहिर निकालेर अनि यो अलि दरो यो बाहिरको भागलाई मात्रै पिसेर अनि यो गुदीलाई यतिकै राखेको मनपर्छ। त्यही भएर मैले चाहिँ यसरी राखेको। हामी सबैलाई गुन्द्रुकहरू पकाउन, अचार बनाउन, खाना आउँछ त सबैको आफ्नो आफ्नो तरिका हुन्छ। यो चाहिँ मेरो आफ्नो तरिका हो। अनि यहाँ चाहिँ मैले नुन राखेँ, जिरा धनियाँ पाउडर र अलिकति जिरा दाना राखेँ। यो जिरा दाना राखेर पिसेको चाहिँ एकदमै मनपर्छ। मैले खोर्सानी चपिङ गरेर आधी यतिकै राखेँ, आधीलाई चाहिँ पिस्न राखेँ। यहाँ मैले ग्राइन्डिङ गरेर पनि यहाँ मिक्स गरेँ। हेर्नुहोस् त यो कति राम्रो देखिएको छ, यो दाना छुट्याएर राखेको भएर। अनि यहाँ मैले गुन्द्रुकमा राखेँ। टमाटरको रसहरू सबै एकैचोटि मिलाएर राखिदिएँ। अनि प्याजलाई चपिङ गरेर, खोर्सानी चपिङ गरेर राखिदिएँ। यो गुन्द्रुकको टमाटर आफै अमिलो हुन्छ, तर पनि हामीले यो लेमन राखेर अचार बनायौँ भने चाहिँ एकदमै टेस्टी बन्छ। यहाँ मैले खाने तेललाई राखेँ। तपाईँहरूले तेल चाहिँ तताएर जिरा मेथी फुराएर पनि राख्न सक्नुहुन्छ। मलाई चाहिँ यतिकै राखेको मनपर्छ। यसलाई राम्रोसँग मोल्नुपर्छ। मैले चाहिँ यसलाई मलेर पनि ठिक्क पारेको छु। यो चाहिँ एकदमै मिठो अचार बनेर तयार भएको छ। हामीले चाहिँ यो जेसँग पनि खान सक्छौँ। पुलाउसँग अनि फ्राई राइसहरूसँग, खानासँग, रोटीसँग, जेसँग पनि खान सक्छौँ। चाम्रे भातहरूसँग पनि एकदमै मिठो हुन्छ। अनि यसरी चाहिँ बनाएर खाएको अचार चाहिँ एकदमै मनपर्छ। तपाईँहरूले पनि बनाएर खानुभएको होला। नखानुभएको भए खाएर हेर्नुहोला। मैले बनाएको रेसिपी कस्तो लाग्छ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।